खोज्दै आयो, मलाई कार्यकर्ता चाहिँदैन। श्रमदाता खोज्दै हिँडेको छु, कार्यकर्ता खोजेको होइन मैले। अविश्वास, भ्रष्टाचार, बेथितिको कुहिरोमा हराएको यो देश खोज्दै हिँडेको छु म आज। खोज्दै खोज्दै त्यो हराएको मेरो देश खोज्दै खोज्दै आज 5 थरको रवि भन्ने बजारमा आइपुगेको छु। यहाँहरू सबैजनालाई हार्दिक नमस्कार छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पार्टी बनाउन होइन, पार्टी बनाउन आयो भनेर तपाईहरुले सोचिराख्नु भएको होला। मलाई पार्टी बनाउनु छैन, पार्टी बनाउन होइन, म भत्किएको यो देश बनाउन खोजिरहेको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सच्चा देशभक्त श्रमदाता खोज्दै हिँड्दै आएको पार्टी, यो पार्टी र त्यो पार्टी, यो जाति र त्यो जाति, यो धर्म र त्यो धर्म, पार्टी जाति धर्म वर्ग र व्यक्तिगत स्वार्थहरू र विभिन्न बहानाले फुटेको नेपाली समाजलाई जोड्न एउटा साझा संस्कृति, श्रम संस्कृति, पसिना बगाउने काम गर्ने संस्कृति, त्यो श्रम संस्कृति लिएर फुटेको समाजलाई जोड्नका लागि निस्केको मान्छे हुँ म। हराएको मेरो देश खोज्दै खोज्दै हिँडिरहेको छु, कराउँदै हिँडेको मान्छे हुँ। आदरणीय वासी दाजुभाइ दिदीबहिनीहरू, मेरो आवाज सुनेर नलुक्नु तपाईँ, मेरो आवाज सुनेर नभाग्नु तपाईँ, मलाई देखेर नलुक्नु। म तपाईलाई बिउझाउन आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म तपाईलाई उठाउन आएको छु, म तपाईलाई बोलाउन आएको छु, म तपाईलाई पढाउन आएको मान्छे होइन। मैले तपाईलाई पढाइराख्नु पर्दैन, म तपाईलाई बोलाउन चाहिँ आएको छु। हामी एक ठाउँमा आउने कि नआउने? उत्तरतर्फको छिमेकीलाई हेर्नुहोस्, चीनले हामीलाई थोरैमा पनि 150 वर्ष पछाडि छोड्यो विकासमा, समृद्धिमा। भारतले पनि हामीलाई कमसे कम पनि 50 देखि 80 वर्ष अगाडि निस्केर गइसक्यो, छोडिसक्यो। बीचमा रहेको हामी है, हिमाल, पहाड, तराई, वन जङ्गल, नदी नाला, ताल तल्ला सम्पूर्ण तपाईको चाहिँ स्रोत साधन भएर पनि हामी गरिब किन छौँ?